यो ऐतिहासिक ठाउँ घुमियो, एकदमै राम्रो लाग्यो यो ठाउँ। अब संरक्षण गर्नुभएको छ यहाँको अध्येताहरूले, खास गरी भोगीराज चामलिङ एकजना अन्वेषक अध्येता, उहाँको अलिक सक्रियता मैले पाएँ यहाँ। र त्यसै गरी यहाँ अब ऐतिहासिक ठाउँहरू घुम्दै गर्दा म आफूलाई पनि के फिल भयो भने म एउटा तामाङ भएको नाताले मैले चाहिँ प्रेरणा लिएँ। तामाङहरूको यस्तो खालको ऐतिहासिक ठाउँहरूलाई संरक्षण गर्ने सम्भवतः अलिक कमै छ। त्यो हुनाले मलाई चाहिँ यो ठाउँहरू घुम्दै गर्दाखेरि हाम्रो आफ्नो तामाङ जातिको पनि यो ऐतिहासिक ठाउँहरूलाई संरक्षण गर्नुपर्ने, जगेर्ना गर्नुपर्ने त्यो प्रेरणा लिएँ मैले एक ढङ्गले। र यो ठाउँलाई चाहिँ अलिकति अब राज्यले ऐतिहासिक ठाउँको रूपमा विकास गर्नुपर्ने र यसलाई उच्च प्राथमिकतामा राखेर एउटा पर्यटकीय स्थल पनि बनाउन सकिने मैले त्यो देखेँ। त्यसै गरी अब राई किराँतीहरूको आफ्नो उद्गम थलो पनि यसैलाई मान्दो रहेछ। यहाँ ऐतिहासिक ठाउँ पनि त्यो पनि मैले थाहा पाएँ र मलाई चाहिँ एकदमै राम्रो लाग्यो यो ठाउँ। एक ढङ्गले पर्यटकीय स्थल बनाउन सकिने देखिन्छ र यसलाई चाहिँ अलिक प्रविधि को माध्यमबाट, सूचना सञ्चारबाट पनि अलि यसलाई चाहिँ उच्च प्राथमिकतामा राखेर सूचना सञ्चारको माध्यमबाट पनि यसको अलिकति विज्ञापन, अलिक प्रचार प्रसार गरेर यो ठाउँलाई एउटा ऐतिहासिक स्थल जस्तो बनाउन सकिने मैले त्यो पाएँ।